राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पार्टी विधानभन्दा बाहिर नजाने बताएका छन्। समानुपातिक सूची विवादमा परेपछि बुधबार कास्की पुगेका सभापति लामिछानेले परिवारवादमा जान विधानले नै रोक्ने बताएका हुन्। कुलमान घिसिङसँग अन्तिम घडीमा एकता गर्दा सूची तलमाथि परेको भए पनि मिलाउने उनले प्रतिबद्धता व्यक्त गरेका छन्। पछिल्लो परिस्थिति राजनीतिक घटनाक्रमहरू भए हामी नयाँ हौं। जसरी एक ठाउँमा उभिएर जाने निर्णय अलिकति छोटो समयमा भएको थियो, त्यसले हामीलाई अलिकति तयारीमा हाम्रो समय नपुगेको जरुर हो। हामीले के पनि भनेका छौं भने अहिले सार्वजनिक चासो आउनुभन्दा अगाडि नै हामीले यो चाहिँ रिभ्यू गर्ने समय हुन्छ भन्ने कुरालाई मध्यनजर राख्दै अगाडि बनेका हौं र कुलमानजीसँग छोटो समयमा हामीले यो सहमति गरेका हौं। उता सूची बुझाउनु पर्ने थियो, यता सहमति हुँदै पनि थियो। यही विभिन्न कारणहरूले गर्दा समस्या भएको हो उनले भनेका छन्। हामी हेर्न सकौला भनेर पनि हो र हामीले हेर्ने पनि छौं। रासोपासँग विधि भएको बताउँदै उनले विधिभन्दा बाहिर कुनै हालतमा पार्टी नजाने बताएका छन्। परिवारवादमा रासोपा स्पष्ट छ, विधानले नै दिँदैन। कथम कदाचित सबै विधिहरू नागेर कोही जानु नै भएछ भने राइट टु रिकल सम्बन्धी व्यवस्थाको रासोपा विधानले गरेको छ। यो अभ्यास हामीले अघिल्लो प्रतिनिधि सभामा पनि गरिसकेका छौं उनले भनेका छन्।